प्रयास हो जसले अस्थायीहरूलाई उठाउँछ। ती काँधहरू बन्ने प्रयास हो जसमा थाकेका जीवनहरूले टेकेर फेरि उठ्न सक्छन्। आज हामी यहाँ सहयोग गर्न होइन सम्मान गर्न आएका हौँ। दया होइन समानताको सन्देश दिन आएका हौँ। यसै भावनासँग आज हामी सक्षम गोरुबथानको यो ठुलो अनि प्रथम कार्यक्रमको घोषणा भएको हामी यहाँबाट तपाईँ सबैलाई हामी भन्छौँ। र आजको यो कार्यक्रमको सुरुवातको निम्ति हाम्रा सक्षम संगठन कालिम्पोङ जिल्लाका संयोजक श्रीमान आशकुमार राईजीलाई स्वागत भाषणको निम्ति हामी यहाँनिर मञ्चमा बोलाउँदैछौँ। समय आज हाम्रो यो सक्षम संगठनको यो कार्यक्रमको निम्ति दिनुभएकोमा हामी सक्षम संगठन गोरुबथान तपाईहरुप्रति आभारी छौँ। र अब यस कार्यक्रमलाई अगाडि बढाउँदै यस कार्यक्रममा तपाईहरुलाई मनोरञ्जन दिने हेतु हामी एउटा एकल स्वागत नृत्य प्रस्तुत गर्न गइरहेका छौँ। र नानी मिङ डोल्मा जो चाहिँ तपाईँ डालिम फरेस्टका निवासी हुनुहुन्छ, नानी मिङ डोल्मालाई स्वागत नृत्य प्रस्तुत गर्नको निम्ति ज्येष्ठ नागरिकहरूको हक अनि अधिकार खोज्दै गरेको सक्षम संगठनको प्रत्येक सदस्यहरूको यो लडाईमा सबै सहभागिता भएर अघि बढिरहेको देख्छौँ। र पहिला हामी आमा बाबु नभएको टुहुरा टुरी झै अनुभव गर्थ्यौँ भने अहिले हामी सक्षम संगठनको यो दरिलो हात अनि यो ठुलो छायामा परेर हामी हिँड्न नसके। अब यो कारण चाहिँ यस्तो छ कि सरकारले दोहोरो नीति 2016 जुन चाहिँ संसदमा विधेयक पास भएको छ, विधेयक 2016 मा पास भयो, अब यहाँनिर अहिलेसम्म पाएको छैन। हामी त्यो किन हो? अब तपाईको जुन चाहिँ हामीले युडिआइडी कार्ड बनाउँदैछ आज, हामीले सरकारलाई डिएमलाई सबैलाई चिठी दिएको थियौँ कि तपाईहरुले युडिआइडी कार्ड चाहिँ झट्टभन्दा झट्ट कालिम्पोङमा बनाउनुपर्छ, नभए 21 तारिकको दिन चाहिँ हामी चक्काजाम गर्छौँ भन्दाखेरि तपाईको 13 तारिक नै यो युडिआइडी कार्ड बनिनलाई हाम्रो जिल्ला अस्पतालबाट हामीलाई चिठी पठायो कि तपाईको बनिँदैछ। त्यति बेला हाम्रो एमपी महोदयले चाहिँ नि 23 तारिकको दिन, अब हेर्नुहोस् 21 तारिक हाम्रो आन्दोलन, 23 तारिकको दिन उनले फेसबुकमा हाल्यो अरे किन तिमीहरूको युडिआइडी कार्ड बनिँदैछ भनेर उहाँले घोषणा गर्नु। बडा अचम्म र उद्वेगको छ है हजुर, बडा अचम्म र उद्वेगको छ। बोल्दैन अपङ्गता नामको बाधाले साहस त कहिले छुँदैन। दया होइन अधिकार थियो, यही हो मानवता। कमजोर होइन उनीहरू नै हुन् शक्तिका कथा। र आजको यस कार्यक्रममा यो कार्यक्रमलाई अझ जोसिलो बनाउनको निम्ति हामी हाम्रा अति नै प्यारो सर उहाँलाई हामी आजको यस सभामा 2 शब्द राख्नका निम्ति हामी उहाँलाई निमन्त्रणा गर्दैछौँ। र आजको हाम्रो यस सभामा आमन्त्रित हाम्रा अतिथिहरू मुटुमा
सपना